कृषि स्कुलमा सबैजनालाई जय मसी। अन्त आज चाहिँ हामी डाँडाको प्रार्थनामा जाँदैछौँ। सबैजनालाई जय मसी। जय मसी। जय मसी सबैजनालाई जय मसी। जय मसी गर्ने बेला भयो। जय मसी। जय मसी सबैजनालाई। हामी चाहिँ डाँडाको प्रार्थनामा हिँडेको। ए जय मसी तन्तै हुनु त भन्दैन भाइ जय मसी भन्नु। हात जोडेर जय मसी भन्नु। सञ्चाइ नाना जय मसी। लु कोमा जय मसी। जय मसी नाना सन्तोषी बिस्ताइ नाना। हजुर आज चाहिँ हामी धेरै चाहिँ होइन, अब थोरै भयो पनि डाँडाको प्रार्थनामा जाँदैछौँ। अनि हामी चाहिँ अब पुग्नु आँटेको भन्दा नि आज कति धेरै छ अरे, पुग्नै पर्ने। फर्स्ट रोनाको भन्नु लास्ट लाग्दैछ। अनि के भन्नु अब हुन्छ, हामी चाहिँ बल्ल पुगिसक्यौँ। अब के भन्छ प्रार्थना थोरै सङ्गति गर्नु छ। जय मसी। आज हामी डाँडाको प्रार्थनामा आएका छौँ अनि आज हामी 1-2वटा भजन गाएर सेवालाई सुरु गर्नेछौँ। माधलुको समला बाकैमा हा 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 हाम्रो वारिपारि छरछिमेकीहरूको निम्ति हामीले डाँडामा आएर तपाईँलाई पुकारा गरेको छौँ। चटपटी बनाउने मान्छे चाहिँ उहाँ हो, भन्दा पनि हामी दुईजना हो। टुपेम बनाउने मान्छे चाहिँ यता खाएकै ऊ खान्छु हो नि त। गाइस भन्दैन उहाँले चाहिँ मुराई उगाउँदै हालिराख्नु भएको छ, तर यो यहाँनिर नपुग्ने भएकोले हामी यो 2 छाक बनाउने छौँ। यतातिर हुनुहुन्छ यहाँ चाहिँ न घाँस मात्र भएको छ, किनकि धेरै मात्रामा हामीले चाहिँ धनियाँलाई प्रयोग गरेका छौँ भने। लिनुहोस्। हाम्रो चटपटी गाडीमा छ यो अजिना गाडीमा छ हौ। अनि होइन हामी चाहिँ अब हामीले बनाइ चाहिँ सकेका छौँ अनि हामी खानेवाला छौँ खाजा होइन। अनि तपाईँहरूलाई देखाउनुलाई चाहिँ नभनौँ, तर पनि हेर्नु होला भने 4वटा जुस छ। अन्त चटपटे मेकिङ भइसकेको छ। यहाँ 2 PM बिस्कुट होइन। अन्त यस्तै छ यहाँ कसिङ्गार भनेर त नभनौँ, तर पनि मालमताहरू छ। ओके गाइज होइन, हामीले चाहिँ अब सबै कुरा हाम्रो चाहिँ खाइसकेर होइन, अनि हामी चाहिँ टक्कै खाना खाइसकेर अब घरतिर आँटेको। अनि हामी सबैजना एकछिन रेस्ट गरिरहेको छौँ क्या अहिले चाहिँ। ओके तपाईँहरू पनि आउनु होला घुम्नु बिखे भन्ने ठाउँ होइन। यहाँ चाहिँ अहिले धुम्म भएकोले अलिक कस्तो देखिरहेको छ, गुराँसहरू पनि फुलिसकेको रहेछ अहिले चाहिँ होइन।
ऊ यहाँ लुङ्गी लाएर बल खनेको देखाउ भन्दैछ कि गाइजहरू हामी चाहिँ भन्नुपर्दा हुटमा सँगै गाइजहरू अनि हामी चाहिँ लुङ्गी लगाएर हुटमा बसिरहेको छौँ कपालहरू उडाएर केही छैन हो यस्तो बुझ्छ जस्तो फाइनली गाइज हामी चाहिँ होइन अब गाडीबाट झर्न आँटेको किनकि हामी चाहिँ पुगिसकेको छौँ अनि गाडी पनि रोकिसकेको छ अनि यहाँ झरिसक्नु भएको छ अब हामी चाहिँ झर्नु बाँकी बाई बाई भनिदेऊ न बाई बाई टाटा अब अलिक दिनमा लिएर आउँला फेरि अर्को भ्लग ओके बाई बाई भन बाई 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 बाई